कहानीको सुरुवातमा हामी मरिस नामका एक चलाक चोरलाई देख्छौं जसलाई बैंकबाट चोरीको केसमा प्रहरीले समातेर आजीवन कैदका लागि संसारकै सबैभन्दा सेक्योर जेल अल्काट्राजमा कैद गर्नका लागि लैजाँदै गरेका हुन्छन्। अल्काट्राज एउटा यस्तो जेल हो जसलाई समुद्रको बीचमा एउटा सानो आइल्यान्डमा बनाइएको छ। अर्थात् यदि कुनै कैदी जेल तोडेर बाहिर आयो भने पनि ऊ भाग्न सक्दैन, किनभने अगाडि उसको बाटो पानीले रोकिदिन्छ। त्यसैले यस जेललाई संसारको सबैभन्दा सेक्योर जेलको दर्जा हासिल थियो। यहाँ मात्र संसारका टप क्रिमिनल्सलाई राखिन्थ्यो, तर छिटै नै यस जेलको रेकर्ड माटोमा मिल्नेवाला थियो, किनभने अब यस जेलमा इन्ट्री भइसकेको थियो फ्र्याङ्क मरिस नामका एक चलाक चोरको, जो पहिले पनि धेरै पटक जेल तोडेर भागिसकेका थिए। तर यसपटक मरिस पनि अलि डराए, किनभने यो जेल धेरै नै सेक्योर थियो। तर मरिसलाई यहाँ आफ्नो पूरा जिन्दगी बिताउनु कति पनि थिएन। ऊ छिटोभन्दा छिटो यस जेलबाट भाग्न चाहन्थ्यो। जेलमा इन्टर हुने बित्तिकै मरिस भाग्ने बारे सोच्न थाल्यो। मरिसलाई टाउकोदेखि खुट्टासम्म फुल चेकिङ गरेर उसलाई एउटा सेलमा लक गरिन्छ। एक गार्ड आएर मरिससँग भन्छ, वेलकम टु अल्काट्राज, र यहाँबाट हुन्छ असली कहानी सुरु। त्यतिकैमा अचानक एउटा बेल बज्छ र सबै सेलका गेट्स अटोमेटिकल्ली खुल्छन्। अफिसर कैदीहरूलाई बाहिर बोलाउँछन्। यस जेलको डिसिप्लिन पनि धेरै कडा छ। कैदीहरूलाई सरसफाई र आफ्नो टाइममा सेलमा जाने रुल्सलाई फलो गर्नुपर्ने हुन्छ। सबै एकै नासको युनिफर्म लगाएर लाइनमा ब्रेकफास्ट खान आउँछन्। मरिसको अगाडि लिटमस नामको एक कैदी हुन्छ। मरिसले सोध्छ कि मलाई त काँटा नै मिलेन, अब म नुडल्स कसरी खान्छु? लिटमस उसलाई भन्छ, यो तेरो घर होइन, जे पाएको छस् त्यसलाई चुपचाप खा। त्यतिकैमा वुल्फ नामको एक खतरनाक कैदी मरिसलाई जिस्काउन थाल्छ। वुल्फबाट जेलका हरेक कैदी हैरान थिए। ऊ यहाँ हरेक कैदीमाथि आफ्नो मनमानी चलाउँथ्यो र उसमाथि रेपका धेरै केसेसहरू पनि छन्। यस जेलमा एक भन्दा एक खतरनाक कैदी राखिन्छ। यहाँ लिटमसले मरिससँग अलिकति खाना माग्छ र यस क्रममा मरिसले उसलाई आफ्नो प्लेट दिन्छ। जब मरिसले टेबल मुनिबाट हेर्छ तब उसलाई थाहा हुन्छ कि लिटमस आफै खाना खाइरहेको छैन, बरु उसले मुसालाई दिइरहेको छ। रातको समयमा एक गार्डले मरिसलाई वार्डनको अफिसमा लिएर जान्छ। जब मरिस वार्डनको अफिसमा पुग्छ तब वार्डनले मरिससँग भन्छ कि मलाई थाहा छ कि तिमी धेरै नै शार्प माइन्ड छौ र धेरै इन्टेलिजेन्ट पनि छौ, तर त्यो सबै यहाँ के काम, किनभने तिमी जस्ता यहाँ कति आएर गए तर यहाँबाट कोही उम्कन पाएका छैनन्। यहाँ सबै कैदीहरूले धेरै नै स्ट्रिक्ट रुल्सहरू फलो गर्छन्। 2 महिनामा एकपटक मात्र कोही तिमीलाई भेट्न आउन सक्छ, र त्यो पनि तब मात्र यदि मेरो मुड राम्रो भयो भने। वार्डन धेरै नै कडा मान्छे हो, जो सानो गल्तीमा पनि कैदीहरूलाई धेरै नै स्ट्रिक्ट पनिशमेन्ट दिन्छ। वार्डन भन्छ, यहाँबाट भाग्ने सोच्दा पनि नसोच्नु, नत्र तिम्रो टुक्रा टुक्रा पारिनेछ। जसमा मरिसले जवाफ दिन्छ, होइन सर, तपाईँ हुँदाहुँदै यहाँबाट कसले भाग्ने सोच्न सक्छ? तर वास्तवमा पहिलो दिनदेखि नै मरिसको दिमागमा यहाँबाट भाग्ने प्लानिङ सुरु भइसकेको थियो। यस क्रममा मरिसले मौका पाउने बित्तिकै वार्डनको नेल कटर चोरी हाल्छ, जुन हुन त धेरै सानो चिज थियो, तर मरिसलाई थाहा थियो कि अल्काट्राज जस्तो जेलमा यस सानो नेल कटरबाट पनि धेरै ठुलो काम लिन सकिन्छ। मरिस फिर्ता सेलमा आउने बित्तिकै यस नेल कटरलाई बाइबलमा लुकाइदिन्छ। अर्को दिन बाथरुममा वुल्फ फेरि मरिसलाई हैरान पार्न थाल्छ, तर यसपटक मरिसले उसलाई छोड्नेवाला थिएन। अब मरिस आफ्नो असली रूप देखाउँछ र उसलाई समातेर खुब कुट्छ। वुल्फलाई पिटेपछि अब मरिसको पूरा जेलमा एउटा अलग शान बन्यो। हरेक कोही मरिससँग डराउन थाले। यसपछि मरिसलाई लाइब्रेरीमा काम दिइन्छ। त्यहाँ इङ्ग्लिस नामको एक मान्छेसँग उसको भेट हुन्छ। ऊ यस जेलको सिनियर कैदी हो। इङ्ग्लिसलाई पनि 2 मान्छेको हत्याको कारणले आजीवन कैद सुनाइएको थियो। उसले यस जेलमा आफ्नो आधा जिन्दगी बिताइसक्यो। ऊ यस जेलको कुना कुनासँग परिचित छ। उसलाई यस जेलको हरेक कुराको खबर रहन्छ। उसलाई यो पनि थाहा हुन्छ कि आज बिहान मरिस र वुल्फको लडाई भएको थियो। उसले मरिसलाई केही किताबहरू दिन्छ जसलाई मरिसले हरेक कैदीको सेलमा पुर्याउनु पर्ने हुन्छ। अर्को सिनमा खुल्ला ठाउँ देखाइन्छ जहाँ कैदीहरू कुनै न कुनै गेम खेलिरहेका हुन्छन्। त्यतिबेला ऊ डक नामको आर्टिस्टसँग भेट्छ, जो आफ्नो पेन्टिङ बनाइरहेको छ। डक एकदम सिधा साधा र भद्र मान्छे हो, जो कैयौं वर्षदेखि यहाँ सजाय काटिरहेको छ। उसको पेन्टिङ गर्ने धेरै नै शख थियो र आफ्नो धेरै जसो समय ऊ पेन्टिङमै बिताउँथ्यो। डकको भनाइ थियो कि अल्काट्राज जस्तो जेलमा कोही पनि पागल हुन सक्छ, तर उसको पेन्टिङको कारणले अहिलेसम्म उसको दिमाग नर्मल्ली चलिरहेको छ। मरिसले डकसँग सोध्छ कि यस पेन्टिङमा यो फूल किन बनाएको? तिम्रो सर्टमा यस्तो त केही छैन। डक भन्छ, यो मेरो खुसी हो जो मात्र पेन्टिङमा छ, मेरो मनमा छैन। त्यसपछि मरिसले जब आफ्नो दायाँतर्फ हेर्छ तब उसलाई माथि इङ्ग्लिस देखिन्छ। मरिस इङ्ग्लिसतर्फ जान्छ। जब मरिस उसको नजिक जान्छ तब उसका चेलाहरूले मरिसलाई रोकिदिन्छन्। तब इङ्ग्लिसले इशारा गर्छ कि आफ्नै मान्छे हो, आउन देऊ। मरिस उसको नजिक गएर बस्छ र तुरुन्त आफ्नो मनको कुरा भन्छ। मरिसले उससँग भन्छ कि यहाँबाट उम्कन तपाईँले मेरो मद्दत गर्नुहुनेछ। यो कुरा सुनेर इङ्ग्लिस त हाँस्न थाल्छ। हेर बाबु, यो केवल जेल मात्र होइन,
यो हामी सबैको चिना हो। यहाँबाट निस्कनु छ भने पहिले हामी मर्नु पर्नेछ, तब मात्र हाम्रो डेड बडी यहाँबाट चिनाहासम्म पुग्न पाउनेछ। ल मानौ कि तिमी यी ठूला पर्खाल लमा चढ्यौ र त्यसपछि खतरनाक फोर्सेसलाई क्रस पनि गर्यौ र कुनै जादुई शक्तिले तिमी यहाँका सयौं गार्ड्सबाट बचेर जेलबाट बाहिर पनि निस्क्यौ। तब पनि यहाँबाट भाग्न सक्दैनौ किनभने अगाडि उसको बाटो पानीले रोकिदिन्छ। तर मरिस आफ्नो इरादामा पक्का थियो। ऊ हर हालमा यस जेलबाट भाग्न चाहन्थ्यो। त्यस रात एक अफिसरले मरिसलाई भन्छ कि तिमीलाई भोलिबाट कार्पेन्ट्रीको काम दिइएको छ। 1 घण्टाको 50 सेन्ट्स ज्याला पनि दिइनेछ। मरिस तुरुन्त यस कामको लागि राजी भयो किनभने उसलाई लाग्यो कि त्यहाँ उसलाई कुनै यस्तो औजार मिल्न सक्छ जसले उसको भाग्ने योजनामा काम आउन सक्छ। अर्को दिन मरिसले लिटमससँग यहाँबाट निस्कने बाटो सोध्छ। लिटमस भन्छ, अरे यो त धेरै नै सजिलो छ। हरेक सेलमा एउटा एयर भेन्ट हुन्छ, त्यसको माध्यमबाट तिमी छतमा पुग्न सक्छौ। त्यहाँबाट सायद तिमी उम्कन सक्छौ। र मरिसको कुरामा मुस्कुराउँदै त्यहाँबाट जान्छ। तब डकले मरिसलाई सावधान गराइदिन्छ कि वुल्फ तिम्रो तर्फ आइरहेको छ। त्यत्तिकैमा वुल्फ मोरिसमाथि चक्कुले प्रहार गर्न आउँछ। मोरिस आफ्नो कोट हातमा बेरेर उसँग लड्न थाल्छ। यत्तिकैमा एक गार्ड उसलाई रोक्न आउँछ र वुल्फले गार्डमाथि पनि चक्कुले प्रहार गरिदिन्छ। अब कुरा बिग्रिन्छ र वाच टावरको गार्डले सुट गर्न थाल्छ। तब मात्र मोरिस र वुल्फले लड्न बन्द गर्छन्। मोरिसलाई थाहा थिएन कि वाच टावरमा पनि एक गार्ड छ। ऊ अब एक एक गरेर यस जेलको हरेक कुरालाई नोटिस गर्न थाल्छ। मोरिस र वुल्फलाई गार्ड्सले डी ब्लकमा लिएर जान्छन्, जहाँ रातभर कैदीहरूलाई अँध्यारोमा राखेर टर्चर गरिन्छ। यो एउटा यस्तो सेल थियो जहाँ कुनै पनि कैदी जान चाहँदैनथ्यो। जानु अघि वुल्फले मोरिसलाई धम्काउँछ कि बाबु तेरो मृत्यु त मेरो हातबाट हुनेछ। त्यस रात मोरिसले धेरै किसिमका टर्चर्सहरू सहनुपर्छ जसले उसको हालत धेरै खराब हुन्छ। 2 हप्तासम्म यस अँध्यारो सेलमा बसेपछि उसलाई फिर्ता उसको सेलमा लिएर आउँछन्, जहाँ लिटमसले आफ्नो पाल्तु मुसा मार्फत मोरिसलाई एउटा नोट पठाउँछ जसमा लेखिएको हुन्छ, वेलकम ब्याक मोरिस। एक दिन चार्ली नामको एक नयाँ कैदी आउँछ जसलाई मोरिसको नजिकको सेलमा राखिन्छ। मोरिस र चार्लीमा छिट्टै दोस्ती हुन्छ। मोरिस फेरि उसलाई आफ्नो अरू साथीहरूसँग पनि भेटाउँछ। त्यही समयमा वार्डनले कसैलाई नभनी हरेक कैदीको सेललाई चेक गर्छ। जब ऊ डकको सेलमा जान्छ तब डकको सेलमा उसले बनाएका कैयौं पेन्टिङ्सहरू हुन्छन्। वार्डन हैरान हुन्छ कि दिन प्रतिदिन उसको पेन्टिङ त बढ्दै गइरहेको छ। डकले वार्डनको पेन्टिङ पनि बनाएर राखेको हुन्छ। त्यसलाई देखेर वार्डन मुस्कुराउन थाल्छ, तर थाहा छैन किन। अर्को दिन वार्डनले डकको सेलमा बनाइएका सबै पेन्टिङ्सहरू बाहिर फाल्ने गार्ड्सलाई अर्डर दिन्छ। वार्डनको यस फैसलाले डकलाई भित्रबाट पुरै तोडिदियो किनभने डक मात्र आफ्नो पेन्टिङकै सहारामा जिउँदो थियो। ऊ आफ्नो हरेक पेन्टिङलाई धेरै माया गर्थ्यो किनभने यहाँ उसको मात्र एउटा खुसी थियो र त्यो पनि उसबाट खोसियो। मोरिस उसलाई सम्झाउँछ कि केही छैन, त्यो मात्र पेन्टिङ नै त थियो, तिमी अरू पनि बनाउन सक्छौ। तर डक यस तनावबाट बाहिर आउन सकिरहेको थिएन। अर्को दिन उसलाई देखेर मोरिस गार्डसँग भन्छ कि प्लिज डकमाथि नजर राख्नुहोस्, ऊ धेरै नै चिन्तित देखिरहेको छ, कतै उसले आफूलाई नोक्सान नपुर्याओस्। फेरि गार्डले मोरिसलाई भन्छ, तिमी आफ्नो कामसँग मतलब राख। डकलाई पनि मोरिससँगै कार्पेन्ट्रीको काम दिइन्छ। त्यत्तिकैमा डकले लुकेर मोरिसको खल्तीमा केही राखिदिन्छ। त्यसपछि उसले एक गार्डलाई बोलाउँछ र कार्पेन्ट्रीको लागि दिइएको बन्चारोले आफ्नो 3 औँला काटिदिन्छ र भन्छ कि जुन औँलाले म पेन्ट गर्न सक्दिनँ तिनको मलाई जरुरत छैन। यो भनेर ऊ कराउन थाल्छ। तब गार्ड्स उसलाई समातेर लिएर जान्छन्। मोरिस देख्छ कि डकले उसको कोटमा त्यही फूल हालिदिएको छ जसले उसले आफ्नो पेन्टिङ बनाएको थियो। सायद ऊ मोरिसलाई बताउन चाहन्छ कि यी मान्छेहरूले मेरो खुसी मबाट खोसे। मोरिसले डकको काटिएको औँला उठाएर एउटा डिब्बामा हाल्छ र गार्डलाई हेरेर भन्छ, जाऊ आफ्नो वार्डनलाई दिइदेऊ, ऊ यसलाई देखेर धेरै खुसी हुनेछ। अर्को दिन मोरिस आफ्नो सेलमा बसिरहेको हुन्छ। त्यत्तिकैमा ऊ देख्छ कि एउटा साङ्लो एयर भेन्ट भित्र जाँदैछ जसले उसलाई अन्दाज हुन्छ कि यहाँबाट बाहिर जाने कुनै बाटो पक्का होला। यत्तिकैमा इङ्ग्लिसले आएर बताउँछ कि डकले आफ्नो औँला त्यसैले काट्यो किनभने उसलाई पेन्टिङ गर्ने पर्मिसन रद्द गरिदिएको थियो। त्यसैले उसले दिक्क भएर आफ्नो औँला काट्यो। यो थाहा पाएर मोरिसलाई धेरै रिस उठ्छ। अर्को दिन डाइनिङ हलमा वार्डनले मोरिससँग सोध्छ कि तिमी यस डकलाई किन यति सपोर्ट गरिरहेका छौ। ऊ भन्छ त्यस्तो केही छैन। यो भनेर मोरिस फिर्ता टेबलमा गएर बस्छ। त्यहाँ उसको भेट 2 भाइ जन र क्ल्यारेन्ससँग हुन्छ। तर मोरिस उनीहरूसँग यसरी कुरा गर्छ मानौ उनीहरूलाई पहिलेदेखि नै चिन्दथ्यो। जन र क्ल्यारेन्स वास्तवमा यी दुवै कुनै अर्को जेलमा मोरिसको ग्याङमा थिए। जनलाई अब जेलबाट भाग्ने काम सजिलो लाग्न थाल्यो किनभने यी दुवै भाइ मोरिस जस्तै शार्प माइन्ड थिए र अब यी 3 जना जेलबाट भाग्ने प्लानिङ गर्न थाले। दिउँसो चार्लीकी गर्लफ्रेन्ड उसलाई भेट्न आउँछिन्। अर्कोतर्फ इङ्ग्लिसकी छोरी उसलाई भेट्न आएकी हुन्छन्। इङ्ग्लिसले आफ्नो छोरीलाई देख्ने बित्तिकै उसका आँखामा आँसु आउँछ किनभने उसकी छोरी उसको अनुपस्थितिमा निकै ठुली भइसकेकी थिइन् र इङ्ग्लिसलाई आफ्नो छोरीको बाल्यकाल देख्न नपाएकोमा धेरै अफसोस थियो। अर्कोतर्फ चार्लीलाई उसकी वाइफ बताउँछिन् कि तिम्रो आमा धेरै बिरामी हुनुहुन्छ र डाक्टर भन्छन् कि उहाँ 1-2 महिनाभन्दा बढी बाँच्नुहुन्न।
यो कुरा सुनेर अब चार्ली पनि एल्काट्राजबाट भाग्ने सोच्न थाल्छ र यत्तिकैमा गार्ड आएर भन्छ कि कुरा गर्ने समय सकिसकेको छ। अब चार्ली धेरै चिन्तित हुन्छ। ऊ त्यस रात मोरिससँग भन्छ कि यदि तिमीले यहाँबाट भाग्ने प्लान बनायो भने मलाई पनि सामेल गरिदिनु। अर्को दिन मोरिस, चार्ली, जन र क्ल्यारेन्सको मिटिङ हुन्छ। तब मोरिसले उनीहरूलाई बताउँछ कि हरेक सेलको एयर भेन्ट माथि छतमा खुल्छ र दोस्रो कुरा यो कि यो ठाउँ नुनिलो पानीले भरिएको समुद्रको बीचमा छ, जसको कारणले पर्खालहरू कमजोर भएका छन्। मसँग एउटा नेल कटर छ र मैले खन्ने काम पहिले नै सुरु पनि गरिसकेको छु। यदि मैले अलिअलि गरेर एउटा सानो टनेल बनाएर छतमा पुगे भने यस ठाउँको जाँच गरेपछि थाहा हुनेछ कि यहाँबाट कसरी भाग्न सकिन्छ। जन सोध्छ कि रातको समयमा यदि गार्ड्सलाई थाहा भयो कि तिमी आफ्नो सेलमा छैनौ भने उनीहरूलाई शङ्का देखिँदैन। तब क्ल्यारेन्स बताउँछ कि यस समस्याको समाधान मसँग छ। ऊ भन्छ यहाँ मेरो चिन्जानको एक बार्बर छ जो कैदीहरूको कपाल काट्छ। उसले हामीलाई कपाल सप्लाई गर्न सक्छ र त्यसलाई युज गरेर हामी एउटा डमी हेड बनाएर उसलाई बेडमा सुलाइदिनेछौँ, जसपछि यदि हामी पर्खालको सुरुङबाट निस्केर छतमा भयौँ भने पनि गार्ड्सलाई शङ्का देखिँदैन, किनभने हाम्रो सेलको बेडमा नक्कली टाउको राखिएको हुनेछ। तर कुरा अझै पनि त्यही अड्किएको थियो कि जेलबाट त निस्किने छौँ, तर समुद्रको पानी कसरी पार गर्ने? मोरिसले जनसँग भन्छ, हेर, यसमा मलाई तिम्रो मद्दतको जरुरत पर्नेछ। तिमी त क्लोदिङ डिपार्टमेन्टमा काम पनि गर्छौ। त्यहाँ तिमीले ती प्रहरीहरूका लागि बनाइएका रेनकोटहरू पाउनेछौ। मोरिसले योजना सुनाउँदै भन्यो, तिमी केही वर्षादीहरू चोरेर मलाई दिनु। हामी त्यसबाट हावा भर्ने डुङ्गा र ज्याकेट बनाएर समुद्र पार गर्न सक्छौँ। यहाँ चार्लीले भन्छ, दाइ मलाई पनि केही काम दिनुहोस्, म पनि तपाईँहरूको मद्दत गर्न चाहन्छु। मोरिसले चार्लीलाई भन्छ कि जब म हावा आउने जाली खन्छु तब तिमीले पहरा दिनु, ताकि कुनै गार्डले हामीलाई देख्न नपाओस्, अनि जब तिमीले खन्नेछौ तब म पहरा दिनेछु। मोरिसको यो योजना सबैलाई मनपर्छ र त्यही रात उनीहरूले काम सुरु गर्छन्। तर भिट्टा खन्नका लागि उनीहरूसँग भएको नङ काट्ने मेसिन निकै सानो थियो, जसले गर्दा मोरिसलाई धेरै बल लगाउनु पर्थ्यो र भिट्टा खन्न निकै गाह्रो भइरहेको थियो। उसको हातमा केही चोट पनि लाग्यो, तर ऊ बिस्तारै त्यो प्वाल खन्न थाल्छ। अर्को दिन उसले खाने टेबलमा आफ्ना साथीहरूलाई भन्छ कि मलाई खन्नका लागि अलि ठूलो औजार चाहिन्छ। नङ काट्ने मेसिनले मात्रै त भित्ता खन्न धेरै गाह्रो भइरहेको छ। त्यतिबेलै मोरिसले आफ्नो हातमा भएको चम्चा देख्छ र उसको दिमागमा एउटा जुक्ति फुरिहाल्छ। उसले जानी जानी चम्चालाई आफ्नो जुत्तामा घोटेर फोहोर बनाइदिन्छ। त्यसपछि मोरिसले पालेलाई बोलाउँछ र भन्छ, यो चम्चा फोहोर छ, मलाई अर्को चम्चा दिनुहोस्। अरू मानिसहरूले पनि पालेसँग चम्चा बदल्ने आग्रह गरे। पालेलाई यसमा कुनै शङ्का लागेन र उसले तुरुन्तै चम्चा बदल्ने अनुमति दियो। त्यसपछि ऊ सिधै टेबलतिर जान्छ जहाँ अर्को एक सुरक्षाकर्मी बसिरहेको हुन्छ। तर जब उसले टेबलमा राखिएका चम्चाहरू बदल्न थाल्छ तब जोनले त्यहाँ भएको पालेलाई कुरामा अल्झाइदिन्छ। यसको फाइदा उठाउँदै मोरिसले एउटाको सट्टा दुईवटा चम्चा हात पार्छ र एउटालाई चुपचाप आफ्नो गोजीमा लुकाइदिन्छ। त्यसपछि ऊ सिधै आफ्नो कोठामा जान्छ। रातको समयमा इङ्ग्लिस उसलाई किताब दिन आउँछ। मोरिसले सोध्छ के यहाँ वेल्डिङ गर्ने कुनै उपकरण पाइन्छ? इङ्ग्लिसले बुझ्छ कि मोरिसलाई अझै पनि भाग्ने जेलबाट भूत सवार छ। उसले भन्छ, मैले तिमीलाई पहिले नै भनिसकेको छु कि तिम्रो प्रयास बेकार जानेछ, किनभने तिमी समातिनेछौ र सायद आफ्नो ज्यान पनि गुमाउनेछौ। यतिका वर्षमा मलाई कहिल्यै भाग्ने विचार आएन, किनभने मलाई थाहा छ यो असम्भव छ। तर तिमी जिद्दी छौ भने म के गर्न सक्छु र? कोसिस गर। तर मोरिसलाई उसको यो चेतावनीले कुनै असर पर्दैन। उसले अर्को दिन लिटमससँग सलाई माग्छ र भन्छ, यदि तपाईँले मलाई मद्दत गर्नुभयो भने म तपाईँको मुसालाई आफ्नो भागको खाना दिनहुँ दिनेछु। लिटमस खुसी भएर यो कुरा मान्छ, किनभने उसलाई मुसा धेरै मन पर्थ्यो। त्यही रात लिटमसले मोरिसलाई सलाई दिन्छ। मोरिसले नङ काट्ने मेसिनको एउटा बिँड निकाल्छ, जसबाट उसले एउटा सानो खन्ने औजार बनाउन खोजिरहेको हुन्छ। त्यसपछि उसले चम्चालाई भाँचेर नङ काट्ने मेसिनको बिँडसँग जोड्छ अनि सलाई बालेर दुवैलाई राम्ररी जोडेर एउटा तीखो औजार तयार पार्छ। त्यसपछि ऊ प्वालको वरिपरि खन्न सुरु गर्छ। चार्लीले पहरा दिन्छ। यदि कुनै पाले त्यता आयो भने उसले तुरुन्तै सिटी बजाएर मोरिसलाई सङ्केत दिनेछ। तर पहरा दिँदा दिँदै चार्लीको आँखा झिमिक्क हुन्छ र त्यही बेला त्यहाँ एउटा पाले आइपुग्छ। तर भाग्यवश ठिक समयमा इङ्ग्लिसले बीचमा आएर त्यो पालेको ध्यान अन्तै मोडिदिन्छ। अर्कोतिर इङ्ग्लिसको कुरा सुन्दै गर्दा चार्लीको पनि आँखा खुल्छ, तर डरले गर्दा उसले सिटी पनि बजाउन सक्दैन। त्यसपछि उसले कुनै सामान खसाइदिन्छ। मोरिसले उसको इसारा बुझ्छ र तुरुन्तै प्वाललाई छोपेर ओछ्यानमा सुतिहाल्छ। पालेले शङ्का गर्दै सोध्छ, यहाँ केही जलेको गन्ध आइरहेको छ। मोरिसले भन्छ, हजुर, यहाँ हुँदा कसैको केही बाल्ने आँट हुन्छ र सर? मलाई त कुनै गन्ध आएको छैन। त्यो पालेलाई पनि घमण्ड बढ्छ कि चलो कसैले त मेरो इज्जत गर्छ। ऊ जाने बित्तिकै मोरिसले प्वालको वरिपरिको सिमेन्ट निकालिदिन्छ। तर उसले देख्छ कि जालीसँगै पेचहरू पनि गाडिएका छन्, जसलाई काट्नका लागि कुनै धारिलो औजार चाहिन्छ।
यस बीचमा मोरिसले जब पनि बाहिर जाने मौका पाउँथ्यो तब उसले जालीबाट निकालेको सिमेन्ट चुपचाप बाहिर फालिदिन्थ्यो। अर्को दिन काठको काम गर्दा उसले एउटा फलामको टुक्रा उठाउँछ जुन चक्कु जस्तै धारिलो छ। तर चार्लीले भन्छ, फलाम पत्ता लगाउने मेसिनबाट जोगिएर तिमी यसलाई बाहिर कसरी लैजान्छौ? मोरिसले ढुक्क भएर भन्छ, त्यो सब म हेरौँला। जब मोरिस बाहिर जान्छ तब ढोकामा भएको मेसिन बज्न थाल्छ। वास्तवमा मोरिसले त्यो फलाम हातमा समातेको थियो। पालेले सोध्छ, यो किन लैजाँदैछौ? मोरिसले भन्छ, हजुर सर, मैले कपडा झुन्ड्याउनका लागि यसको प्रयोग गरौँ कि भनेर ल्याएको। पालेले भन्छ, धेरै बाठो नबन र त्यो मलाई देऊ। यति भनेर पालेले त्यो फलामको टुक्रा लिन्छ र मोरिसलाई राम्ररी जाँच गरेर जान दिन्छ। तर हाम्रो नायक त नायक नै हो। उसले दुईवटा फलामका टुक्रा चोरेको थियो। एउटा हातमा थियो र अर्को जुत्तामा लुकाएको थियो। त्यही धारिलो फलामले उसले जाली काट्छ। अब पालेहरूलाई झुक्क्याउनका लागि नक्कली टाउको बनाउने पालो आउँछ। यसका लागि यी चारैजनाले आफ्नो जिम्मेवारी पूरा गर्छन्। चार्लीले पालेसँग अलिकति रङ माग्छ र भन्छ कि मलाई चित्र बनाउने शौक छ। पालेले पनि खुसी साथ रङ ल्याइदिन्छ। मोरिसले त्यो प्वालबाट निकालेको सिमेन्टलाई पिसेर धुलो बनाउँछ। जोनले कपाल काट्ने ठाउँबाट कपाल जम्मा गरेर ल्याउँछ र क्लेरेन्सले पुस्तकालयबाट पुराना किताबहरू जम्मा गर्छ। सबै सामान जम्मा भएपछि मोरिसले पानी र पुराना पत्रिकाहरूको प्रयोग गरेर एउटा नक्कली टाउको बनाउन थाल्छ, जसमाथि रङ र नक्कली कपाल लगाएर ठ्याक्कै सक्कली देखिने टाउको तयार पार्छ। साथै मोरिसले आफ्नो योजनालाई अझ बलियो बनाउन नक्कली कार्डबोर्ड बनायो, जसले गर्दा भित्तामा सुरुङ खनिएको छ भनेर कसैलाई शङ्का नगरोस्। एक रात मोरिसले एक्लै माथि जाने फैसला गरे, जसका लागि उनले आफ्नो हातले बनाएको एउटा नक्कली खोपडीलाई ओछ्यानमा राखे र त्यसलाई घाँटीसम्म कम्बलले ढाकिदिए। त्यसपछि उनी एउटा नक्कली कार्डबोर्ड लिएर सुरुङबाट बाहिर निस्किए। त्यहाँ मोरिसले पाइपहरू समातेर बिस्तारै बिस्तारै छतमा चढे। अर्कोतिर चार्ली बाहिर पहरा दिइरहेका थिए। छतमा पुगेपछि मोरिसले देखे कि त्यहाँ माथि एउटा फलामको जाली छ, जहाँसम्म उनी उफ्रिएर पनि पुग्न सक्दैनथिए। यसै बीचमा एकजना पाले त्यहाँ आए र चार्लीलाई सोधे, यति अबेर रातिसम्म तिमी किन पेन्टिङ गरिरहेका छौ अनि तिम्रो साथी मोरिस आज किन यति चाँडै सुत्यो? चार्लीले भने, हजुर सर, आज मोरिस सिकर्मीको काम गर्दा धेरै थाकेको थियो, त्यसैले उनी चाँडै सुते। त्यत्तिकैमा अचानक पालेको हातबाट उसको लौरो भुइँमा खस्यो। लौरो उठाउँदै गर्दा उनले देखे कि मोरिसको कपाल निकै अनौठो देखिरहेको छ। अब चार्ली डरले काँप्न थाले कि आज त फसे। पालेले मोरिसको कोठाभित्र हात हालेर उसको कपाल छोए। तब मोरिसले सोधे, के भयो सर, के मेरो कपाल त्यति धेरै राम्रो छ र? भाग्यवश ठिक समयमा मोरिस तल आएर त्यहाँ सुतिसकेका थिए। भोलिपल्ट मोरिसले आफ्ना साथीहरूलाई बताए कि छतमा एउटा बाटो त छ, तर त्यसलाई एउटा जालीले बाँधेर राखिएको छ र त्यो जाली धेरै उचाइमा छ। मलाई अझै एकजना साथीको मद्दत चाहिन्छ। तब जोनले भने, मैले आफ्नो भेन्ट पुरै खनेर सिद्ध्याएको छु। आज राति म पनि त्यहाँ पुग्नेछु। हामी दुवै मिलेर त्यो जाली खोल्नेछौँ। त्यही रात मोरिस र जोन आफ्नो भेन्टको बाटो हुँदै छतमा पुगे। जोनले मोरिसलाई काँधमा उठाए र मोरिसले जाली समाते। जोनले देखे कि त्यो फलामको जाली निकै मजबुत थियो र त्यसलाई पुरै वेल्डिङ गरिएको थियो। त्यसलाई निकाल्ने एउटै मात्र उपाय थियो र त्यो थियो ड्रिल मेसिनले काट्नु। भोलिपल्ट सङ्गीतको कक्षामा सबैजना आफ्नो मन परेको बाजा बजाइरहेका थिए। तब मोरिसको नजर त्यहाँ राखिएको एउटा सानो पङ्खामा पर्यो, जसलाई देखेर मोरिसलाई लाग्यो कि उनले यसैमा काम गरेर एउटा ड्रिल मेसिन बनाउन सक्छन्। त्यसका लागि उनले चार्लीसँग भने, तिमी जसरी भए पनि यो पङ्खालाई यहाँबाट लुकाएर लैजाऊ। चार्लीले निकै सजिलोसँग त्यो सानो पङ्खालाई आफ्नो बाजाको बाकसमा लुकाइदिए। जब चार्ली बाहिर आए, पालेहरूले उनको बाकस चेक पनि गरे, तर उनीहरूले पङ्खा देखेनन् र चार्लीलाई जान दिए। त्यो पङ्खा मोरिसको हातमा पर्ने बित्तिकै उनले त्यसमा काम गर्न सुरु गरे र कैयौं घण्टाको मेहनतपछि मोरिसले त्यो पङ्खाबाट एउटा ड्रिल मेसिन तयार पारे। त्यो रात मोरिस र चार्लीले छतमा चढेर त्यो फलामको डन्डीलाई ड्रिल मेसिनले काट्न थाले। ड्रिलको आवाज निकै चर्को थियो। आवाज सुनेर पालेहरू माथि आउन थाले, तर त्यतिन्जेलसम्म मोरिसले जालीको एउटा डन्डी काटिसकेका थिए र ड्रिलको आवाज पनि बन्द भयो। ड्रिलको आवाज बन्द भएपछि पालेले त्यसलाई बेवास्ता गरेर फर्किए। अब यी चारैजनाले भाग्नका लागि आफ्ना सबै बाटाहरू खोलिसकेका थिए। त्यसपछि उनीहरू मङ्गलबारको राति संसारकै सबैभन्दा सेक्योर जेल अल्काट्राजबाट भाग्ने तयारीमा थिए, जहाँबाट आजसम्म कोही पनि भाग्न सकेको थिएन। भोलिपल्ट फेरि उनीहरूको बैठक भयो, त्यो पनि सिनेमा हलमा, जहाँ सबैजना चलचित्र हेरिरहेका थिए। चलचित्रको आवाजको बीचमा मोरिसले जोन र क्ल्यारेन्सलाई सोधे, के तिम्रो भेन्ट तयार भयो? अनि ती वर्षादीहरूको के भयो जसबाट हामीले ट्युब र लाइफ ज्याकेट बनाउनेवाला थियौँ? उनीहरूले भने, सबै कुरा तयार छ, हाम्रो नक्कली टाउको पनि एकदमै रेडी छ, अब बस निस्किन मात्र बाँकी छ। भोलिपल्ट बिहान खाजाको समयमा डगले दिएको फूल टेबलमा राखे। वार्डेनले जब यो फूल देखे, उनी टेबलमा आएर त्यहाँ राखिएको फूललाई कुल्चिएर फालिदिए। यो देखेर लिटमसलाई निकै रिस उठ्यो, किनभने डगको मन परेको फूल थियो र डग मरिसकेका थिए। लिटमसले त रिसको झकमा उनमाथि हमला गरे। एउटा त तिमीले डगलाई मार्यौ र अर्कोतिर तिमी उसको एउटा सानो चिनोलाई पनि बाँकी राख्दैनौ। तर जब उनले वार्डेनमाथि हमला गरे, उनलाई अचानक हृदयघात भयो र उनी भुइँमा लडे।
मरिसलाई वार्डेनमाथि निकै रिस उठ्यो र चारैजनाले त्यही रात भाग्ने निर्णय गरे। मरिस मध्यरातिको पर्खाइमा थिए ताकि पालेहरूको पहरा अलि खुकुलो होस् र सजिलै निस्किन सकियोस्। त्यतिबेला मरिसको कोठामा इङ्ग्लिसले उनलाई केही किताबहरू दिए। तब मरिसले भने, अन्तिम पटक तिमीसँग हात मिलाउन चाहन्छु। इङ्ग्लिसले बुझिहाले कि मरिसले यहाँबाट भाग्ने पक्का योजना बनाइसकेका छन्। उनी चुपचाप त्यहाँबाट गए। तर त्यसपछि जे भयो त्यो मरिसले सोचेकै थिएनन्। वार्डेन अचानक उनको कोठा चेक गर्न आए, मानव कसैले उनलाई मरिसको योजनाको बारेमा बताइदिएको होस्। मरिस निकै धेरै रत्तालिए, किनभने यति महिनाको मेहनतपछि उनको सबै प्रयास खेर जानेवाला थियो। वार्डेनले मरिसको कोठाको कुना कुना चेक गर्ने आदेश दिए। पालेले मरिसको कोठाको हरेक कुरा चेक गरे, तर मरिस कुनै सामान्य कैदी थिएनन्। उनले निकै पक्का र सही योजना बनाएका थिए, जसलाई वार्डेन मात्र होइन, वार्डेनको बाजेले पनि समात्न सक्दैन थिए। जब पालेले त्यस ठाउँबाट सुटकेस हटाए जहाँ मरिसले सुरुङ खनेर भाग्ने बाटो बनाएका थिए, त्यहाँ पनि मरिस समातिएनन्, किनभने उनले पहिले नै एउटा नक्कली कार्डबोर्ड बनाएर भित्तामा निकै मसिनोसँग फिट गरेका थिए। जब त्यहाँ केही भेटिएन, वार्डेन र पाले फर्किए। तर पालेले बताए कि मरिस र चार्ली रातभरि कुरा गरिरहन्छन्, मलाई त केही शङ्का लागिरहेको छ। वार्डेनले भने, ठिक छ, भोलि नै मरिसको कोठा बदलिदेऊ ताकि उनीहरू न सँगै बस्न सकुन् न त कुरा नै गर्न। भोलिपल्ट बिहान खाजाको समयमा वुल्फले फेरि मरिसलाई धम्काए र भने, आजको रात तिम्रो अन्तिम रात हुनेछ। मरिसले आफ्ना साथीहरूसँग भने, यो गधाले ठिकै भनिरहेको छ, आजको रात यहाँ मेरो अन्तिम रात नै हुनेछ। तर दिउँसै नै वुल्फले मरिसमाथि चक्कुले प्रहार गर्न खोजे। तब इङ्ग्लिसले बीचमा आएर वुल्फलाई समाते। वास्तवमा इङ्ग्लिस पनि मरिसलाई मद्दत गर्न चाहन्थे। त्यो रात मरिस, जोन, क्लारेन्स र चार्लीले आफ्नो भेन्टको बाटो हुँदै निस्केर छतमा भेट्ने निर्णय गरे। यहाँ चार्ली आफ्ना साथीहरूसँग भाग्नका लागि राजी त भए, तर जब उनी आफ्नो कोठामा पुगे उनलाई निकै घबराहट हुन थाल्यो। कोठामा एक्लै बसेर उनले योजनामा सामेल नहुने फैसला गरे। यता उनका बाँकी 3 जना साथीहरू आफ्नो भेन्टको बाटो हुँदै छतसम्म पुगे। ती तीनैजनाले निकै बेर चार्लीलाई पर्खे, तर धेरै समय बितेपछि जब उनीहरूलाई लाग्यो कि चार्ली आउँदैनन्, उनीहरूले चार्लीलाई छोडेरै जाने फैसला गरे। उनीहरू आफ्नो योजना अनुसार अगाडि बढ्न थाले। तर यता चार्लीको आँखा अगाडि उनको स्वतन्त्रताको सपना टाढा हुँदै गइरहेको थियो। ती तीनैजना बिस्तारै सर्चलाइटबाट जोगिँदै भाग्न थाले। यसरी उनीहरू लुक्दै छिप्दै भवनको अन्तिम कुनासम्म पुगे। तब कोठामा बसिरहेका चार्लीको मनमा हिम्मत आयो र उनले पनि भाग्ने विचार गरे। उनी आफ्नो भेन्टको बाटो हुँदै छतसम्म त पुगे, तर अब धेरै ढिलो भइसकेको थियो, किनभने उनी एक्लै त्यो माथिल्लो ढोकासम्म पुग्न सकिरहेका थिएनन्। अर्थात् उनले आफ्नो स्वतन्त्रताको मौका डरका कारण गुमाए। अर्कोतिर ती तीनैजना छतबाट पाइपमा झुन्डिएर तल भुइँमा आए र टावरमा बसेका सुरक्षाकर्मीको नजरबाट बस्दै जेलको अन्तिम पर्खालसम्म पुगे। अनि उनीहरू पालैपालो त्यो पर्खाल चढेर जेलबाट बाहिर निस्किए। अब ती तीनैजना छिटो छिटो दौडिँदै समुद्रको किनारमा पुगे। त्यसपछि उनीहरूले बर्सादी निकालेर त्यसमा मुखले हावा भर्न थाले। मुखले हावा भर्न उनीहरूलाई धेरै समय लागिरहेको थियो, तर उनीहरूसँग अर्को कुनै उपाय थिएन। त्यसैले उनीहरूले आफ्नो पुरै शक्ति लगाएर जेन तेन बर्सादीबाट बनेको ट्युब डुङ्गालाई फुलाए र पानीमा पठाए। यसरी यी तीनैजनाले अल्काट्राजको नाम मेट्दै त्यहाँबाट भागी छाडे। भोलिपल्ट बिहान एकजना पालेले हरेक कोठा चेक गरिरहेका थिए। सुरुमा पालेलाई सबै कुरा सामान्य लाग्यो, तर जब उनी चार्लीको कोठामा पुगे, चार्ली आफ्नो कोठामा भूत जस्तै उभिएका थिए र मननमा आफैलाई धिक्कारिरहेका थिए कि काश हिजो राति अलिकति मात्र हिम्मत जुटाएको भए म पनि अरूसँगै निस्किने थिए। पालेले सोधे, तिम्रो साथी यो अहिलेसम्म किन सुतिरहेको छ? यसो भन्दै उनी मरिसको कोठामा गएर उनलाई बोलाए, तर मरिसको तर्फबाट कुनै जवाफ आएन। पालेलाई रिस उठ्यो र कोठा खोलेर उनलाई कपालमा समातेर उठाउने कोसिस गरे, तर जब पालेले उनलाई जोडले माथि ताने, टाउको त भुइँमा खस्यो। यो देखेर पालेको सातो गयो, किनभने मरिस अब कोठामा होइन, बाहिरी संसारको आनन्द लिइरहेका थिए। ओछ्यानमा त उनले आफ्नो नक्कली टाउको मात्र छोडेका थिए। त्यसपछि पुरै अल्काट्राजमा खतराको घण्टी बज्न थाल्यो। जेलभरि यो कुरा फैलियो कि केही कैदीहरू भागिसकेका छन्। त्यसपछि वार्डेनले जेलको कुना कुनामा उनीहरूलाई खोज्न थाले। जब उनीहरू जेलभित्र भेटिएनन्, वार्डेनले समुद्रमा खोज तलास सुरु गरे। वार्डेनलाई विश्वासै थिएन कि उनीहरू भाग्न सफल भए। उनलाई लाग्यो कि पक्कै पनि ती तीनैजना पानीमा डुबेर मरेका हुनन्, तर भित्रभित्रै वार्डेनलाई थाहा थियो कि उनीहरू निकै बलिया थिए। हेडक्वार्टरका अफिसरहरूले वार्डेनलाई प्रश्नमाथि प्रश्न गरिरहेका थिए। ती तीनैजना भागिरहँदा के तिमी सुतिरहेका थियौ? वार्डेन निकै तनावमा थिए, तर त्यतिबेलै वार्डेनले त्यहाँ डगको त्यही मन परेको फूल फेला पारे। यसको अर्थ यो थियो कि मरिसले वार्डेनसँग डगको बदला पनि लिन चाहन्थे। सर्च टिमको प्रमुखले आएर बताए कि सबैतिर खोजिसक्यो, तर उनीहरूको शरीर भेटिएन। अब वार्डेनले आफ्नो जागिर र इज्जत जोगाउनका लागि भने, मैले जे भन्छु त्यही रिपोर्ट लेख कि उनीहरूले भाग्ने कोसिस गरे, तर ती तीनैजना पानीमा डुबेर मरे। तर वार्डेनको यो कुरामा कसैले पनि विश्वास गरेनन्। यसपछि मरिस अल्काट्राज जेल तोडेको कारणले संसारभरि जिनियसको नाममा प्रख्यात भए।
यो घटनाको 1 वर्षपछि अल्काट्राज जेललाई बन्द गरियो। यसरी यो सत्य कथामा आधारित चलचित्र समाप्त हुन्छ।